नेशनल एकाडेमी अफ प्रोफेसनल स्टडिज न्याक्सका रिजनल डाइरेक्टरको हिसाबले नेपालमै अवस्थित आवासीय प्रतिनिधिको हैसियतले यस कार्यक्रममा शैक्षिक साझेदारको रूपमा प्रस्तुत हुन दिनुभएकोमा सर्वप्रथम केन्द्रबिन्दु परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। कार्यक्रमको केन्द्रमा एउटा प्रश्न छ, के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ? म पछिल्लो 10 वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत छु। विद्यार्थी, अभिभावक, संस्था र नीतिलाई हरेक हप्ता हरेक विभिन्न देशहरूमा नजिकबाट निहालिरहेको छु। नेपालमै बसेर काम गर्ने तर अस्ट्रेलियन संस्थालाई प्रतिनिधित्व गर्ने नाताले म यही प्रश्नमा एउटा कुरा थप्न चाहन्छु। मेरो जवाफ छ, सकिन्छ, तर हाम्रो मनस्थिति बदलिन जरुरी छ, हाम्रो सोच फेर्न जरुरी छ। संसार बदलिँदैछ, हाम्रो कल्पनाभन्दा छिटो आज विद्यालयमा भर्ना भएका बच्चाले भोलि गर्ने पेसा भोलि अस्तित्वमा नहुन सक्छन्। आर्टिफिसियल इन्टेलिजेन्सले अब उत्तर दिन सक्छ, तर सही प्रश्न सोध्ने मानिस अझै दुर्लभ छ। आजको शिक्षाले उत्तर कण्ठ गराउने मात्र होइन, प्रश्न गर्न सिकाउनुपर्छ। विद्यार्थीलाई मार्कसिट मात्र होइन, माइन्डसेट दिन सक्नुपर्छ। सर्टिफिकेट मात्र होइन, क्यारेक्टर दिन सक्नुपर्छ। शिक्षक अब केवल वक्ता मात्र होइन, मार्गनिर्देशक हुनुपर्छ। कक्षा कोठा सूचनाको भण्डार मात्र होइन, सोचको कार्यशाला हुन जरुरी छ। अघिल्लो आर्थिक वर्षमा मात्रै 1 लाखभन्दा बढी विद्यार्थीहरू विदेश अध्ययनको लागि अनुमति पत्र लिएको हामीले संख्याको हिसाबले हेर्छौँ। अर्बौं रूपमा विदेश बाहिरिन्छ भन्ने हरेक टक सोमा, हरेक प्यानल डिस्कसनमा हामी गफ गर्छौँ। म यही क्षेत्रमा काम गर्ने मान्छे हो, यो साँच्चै हो, यो तथ्य हो। तर हामीले यसलाई अब फरक नजिरले हेर्न जरुरी छ। विद्यार्थी बाहिर जानु भनेको क्षति होइन। विद्यार्थी बाहिर गइसके पछाडि देशसँग जोडिन नसक्ने चाहिँ ठुलो क्षति हुन जाँदछ। विद्यार्थी विदेश गयो, सिक्यो, दक्ष बन्यो, अनि फेरि नेपालमा ज्ञान, सिप, अनुसन्धान सम्बन्ध लिएर आयो भने यो ब्रेन ड्रेन होइन, यो ब्रेन सर्कुलेसनको रूपमा बुझ्न जरुरी छ। र त्यसैले हाम्रो प्रश्न अब विद्यार्थी किन गए होइन, विद्यार्थीलाई कसरी फिर्ता गर्न सकिन्छ, त्यो प्रतिभा कसरी जोडिन सकिन्छ भन्ने कुरामा हामीले बुझाउन जरुरी छ। अर्को सत्य पनि स्वीकार्यौँ, नेपाल केवल विद्यार्थी पठाउने देश मात्र होइन, आज नेपाल विद्यार्थी लिन सक्ने देशको रूपमा पनि विकास गर्न हामीले जरुरी छ। हाम्रा नीति नियम त्यसरी बनाउन जरुरी छ। आज हाम्रै छिमेकी मुलुक इन्डिया, श्रीलङ्का, भियतनाम लगायत देशहरूमा एजुकेसन डेस्टिनेसनको रूपमा चिरपरिचित छ। हामीले किन सक्दैनौँ? हामी अवश्य सक्छौँ। हाम्रा माइन्डसेट चेन्ज गर्न जरुरी छ। हामीलाई स्पष्ट नियम बनाइदिनुहोस्, हामीलाई स्पष्ट कानुन बनाइदिनुहोस्, हामीलाई एकद्वार नीति दिनुहोस्, जसले गर्दा नेपालबाट बढी विद्यार्थी विदेश कसरी जाने, विदेशबाट विद्यार्थी कसरी ल्याउने, हामी यसमा साझेदार हुन चाहन्छौँ। क्रेडिट ट्रान्सफर र योग्यता मान्यताको ढाँचा अहिलेको पछिल्लो ऐन, अहिलेको पछिल्लो नियमावलीले क्रेडिट ट्रान्सफर र मान्यताको ढाँचाको विषयमा हाम्रा विद्यार्थी नेपाल आउँदै गर्दा उहाँहरूले कुन योग्यता